हेलो नमस्ते एभ्रिवान। आज हामी चाहिँ घुम्न जानको लागि रेडी भइरहेको छौँ र मेरो बुढीलाई फोटो खिचिदिनु पर्ने डिमान्ड भएर मैले फोटो खिचिदिएँ र हामी लाग्यौँ हाम्रो डेस्टिनेसनतर्फ। र हामी चाहिँ अब बस स्ट्यान्डतिर जाँदैछौँ र आज बस स्ट्यान्डमा धेरै कुर्नु परेको हुनाले हामी आधी घन्टा जस्तो टाइम त्यहीँ स्पेन्ड गऱ्यौँ। बस आउँछ 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 भन्ने कुरेको गऱ्यौँ। ल बस पनि आयो फाइनल्ली अनि हामी बसभित्र चढेर हामी लाग्यौँ, उत्रिसक्यौँ। हामी उत्रिएपछि समुद्रतर्फ लाग्यौँ। हाम्रो आज डेस्टिनेसन चाहिँ मेरिवेदर बिच थियो भने त्यहाँको हामी सुरुमा हुँदा हामी एकदम एक्साइटेड भयौँ र मेरो बुढीले भिडियो बनाइदिनु भनिन् र म सट बनाउन थालेँ। बुढी गरगर गर्दै हिँड्न थालिन् र बुढी कुद्न पनि थालिन् केटाकेटी जस्तो। तर मेरो बुढी चाहिँ अलिकति पानीसँग डराउँछिन्, त्यही पनि अलिकति आँट गरिन्। बुढीले हल्का नाटक पार्न थालिन्, S+A लेखिन् लभमा। अनि त्यसपछि फेरि मैले भिडियो बनाइदिएँ। तपाईँ अघि हिँड्नु, म पछि आउँछु भनिन्। त्यस्तै त हो भनेको मान्नै पर्यो। म अघि हिँडेँ, बुढी पछि आइन्। पानी आयो, छाला ड्याममा हानो। अनि त्यसपछि म उफ्रेँ। हल्का नाटक पार्नु पर्यो नि त, म पनि अलिकति नाटककारै हो हुन चाहिँ। यसो पोज दिए जस्तो गरेँ ओरे। त्यही त हो, समुद्र देख्न त देखिएको थियो। यसो कुदे जस्तो गरेँ। चप्पल बोक्यौँ, हिँड्यौँ। बुढीको ब्याग बोक्यो। अब के चाहिँ गर्नु, बुढीको ब्याग बोक्नु नै पर्यो। बुढीलाई गाह्रो हुन्छ भनेर फोटो खिचिदिन्छु भन्ने फोटो खिचिदिएँ ओरे। मौसम पनि आज एकदम फेभरेबल थियो। हल्का वक हान्यो। त्यसपछि लु भयो, अब चाहिँ जुत्ता लगाइदिउँ भन्यो। जुत्ता लगाएर फेरि हामी अर्को मेरिवेदर हाइटतर्फ लाग्यौँ। त्यता चाहिँ धेरै घुम्ने ठाउँहरू अलिअलि रहेछ भनौँ न। अब त्यस्तो मजाले त एक्सप्लोर गरिनौँ, गलियो। त्यसपछि एक दुईवटा भिडियोहरू बनायौँ। अनि अब अलिकति उँधो पाहाडसम्म पुग्यौँ, हाइटसम्म। त्यहाँदेखि गइयो हल्का चाउचाउ यताउति के थियो। पानीसानी खायौँ ओर्यौँ, रेस्ट गऱ्यौँ। अनि त्यसपछि अब बुढी गलियो, अब घर जानुपर्छ भनेर मैले पुरा राखेँ। त्यसपछि हुन्छ ल नि त भनिन् बुढीले पनि। लास्टमा एउटा फोटो भिडियो हान्यो ओर्यो। त्यसपछि हामी फर्क्यौँ। बाटोमा फुल टिपेर दिनु मलाई भनिन्। अनि मैले फुल टिपेँ अनि दिएपछि हल्का भनेर दियो अरे। त्यसपछि उनी लिइन्, खुसी भइन्। त्यतिमा खुसी हुन्छन् भने दिन्छु नि, दियो अरे।